हर्का सम्पाङको सामाजिक सञ्जालमा यो पोस्ट हेर्नुहोस् त, जहाँ लिपुलेकको मुद्दामा सरकारलाई असफल भयो भन्दै जनतालाई उत्तेजित बनाउने प्रयास गरिएको छ। तर एक सर्वे इन्जिनियरको नाताले म भन्छु सीमाको लडाईँ फेसबुकको स्ट्याटसबाट होइन, ठोस प्रमाण, नक्सा र कूटनीतिक टेबलबाट जितिन्छ। लिपुलेकको मुद्दामा वार्ता टोली बनाउनु मात्र ठूलो कुरा होइन। मुख्य कुरा त ऐतिहासिक नक्सा, पुराना सीमा स्तम्भको तथ्याङ्क र प्राविधिक प्रमाणहरू कसरी सङ्कलन गरिन्छ र अन्तर्राष्ट्रिय मञ्चमा कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने हो। यस्ता संवेदनशील विषयमा हतारमा दिइने उक्साहटपूर्ण अभिव्यक्तिले कूटनीतिक वार्ताको वातावरणलाई झन बिगार्न सक्छ। वार्ता टोली बनाउन नसक्नु मात्र असफलता होइन, बरु बिना तयारी, बिना प्रमाण वार्तामा बस्नु चाहिँ ठूलो जोखिमपूर्ण हुन सक्छ। हामीलाई सस्तो लोकप्रियता चाहिएको होइन, हामीलाई भूमि फिर्ता चाहिएको हो र यसको लागि चाहिन्छ राष्ट्रिय एकता, परिपक्व कूटनीति, न कि सडकको उत्तेजना। राष्ट्रियताको विषयमा हामी सबैको भावना एउटै छ, तर भावनाको वेगमा बगेर हामीले कूटनीतिक मञ्चलाई कमजोर बनाउनु हुँदैन। सरकारलाई गाली गर्नुभन्दा तथ्यमा आधारित भएर प्रश्न गरौँ। उत्तेजनाले भिड जम्मा गर्छ, तर सत्य र प्रमाणले मात्रै भूमि फिर्ता आउँछ भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ। सचेत नागरिक बनौँ, कानुन र कूटनीतिक प्रक्रियाको सम्मान गरौँ। धन्यवाद।